ठाउँ पनि छ। उहाँहरू अब एकछिन कति बस्नुहुन्छ तपाईँहरू? कति बस्नुहुन्छ? अब यस्तै 10 मिनेट जति केही पेटलाई अलि आराम दिनु एकदम पोलिरहेछ। हजुरहरू खुट्टाले हिँड्नुहुन्छ भने हामी पेटले हिँड्छौँ। पेटलाई आराम चाहिन्छ गाइस। हाम्रो चाहिँ पेट कसैलाई चाहिँ यहाँ घाँटी दुख्ने कसैलाई के दुख्ने भइरहेछ हाम्रो चाहिँ यस्तै छ। थ्याङ्क यू सो मच। एकचोटि आएर हेर्नुहोस्, रमाइलो गरेर जानुहोस्। यो हाइकिङ चाहिँ जमाचोको हाइकिङ चाहिँ हजुर परिवारसँग होस् या साथीसँग दुवैसँग मजा आउँछ। तर एक्लै चाहिँ कदापि नआउनु होला। यदि हामीसँग आउनु चाहनुहुन्छ भने हप्तामा एकचोटि होइन महिनामा एकचोटि शुक्रबार शनिबार आइतबार बाहेक अरू बेला जोडिन सक्नुहुन्छ। हामी तपाईँलाई हाम्रो साथमा लिएर आउनेछौँ। बोर्ड भेट्यो तर काफल होइन, हाडै काफल। त्यो खाइ के खानु मन छ अरे? अनि आल्चा भन्छ होइन आलुचा त हाम्रो गाउँमा पाउँछ, आउँछ कि भन्ने आश जारी नै छ। हामी आश गरिरहेको छौँ गाइस। पछाडिको गाइजहरू खतरा बोल्छिन् है, बोल्छ। केटाहरू हो कि बोल्नुहुन्छ। भाइ त छैन, भाइ छ होला है एउटा जति। अलिक सानो देख्छ तर एज कत्रो थाहा होइन। दाइहरू हुनुहुन्छ जोस् रमाइलो भए। अगाडि चाहिँ हाम्रो आन्टीहरू हुनुहुन्छ। आन्टीहरू यो ठाउँ हेर्न आतुर हुनुहुन्छ। के हो यो? स्वर्गमा त आएको छैन नि। के यही हो त जमाचो? देख्न सक्नुहुन्छ है, अझै माथिको डाँडा। उकालो सुरु हुनु बाँकी छ गाइस। पछाडि भ्यू देख्नुहुन्छ, तलै भ्यू देखिरह। यहाँ आएर मजाले बसेर खाजाहरू खाएर जान सक्नुहुन्छ। हेर्नुहोस् सुविधा कति शीतल हो र हावा। आमा कति राम्रो भ्यू। उहाँ त मेन हो कि मेन। अब हामी के झिक्छौँ, यसलाई थोरै खाली बनाउँछौँ। अब आमा के निस्किँदैछ यहाँबाट? के उयो खाँदै हिँड्ने ल, खाँदै नि हामी खाँदै हिँड्छौँ। देख्न सक्नुहुन्छ है चोकोपाई। हानौँ न ए हामी हान्छौँ। मैले सुनेको थिएँ हिजो भर्खर युट्युबमा सर्च गरेर हेर्दाखेरि यो खोला आफै लिएर जाने हो नि त फ्याँक। तर हामी फ्याल्दैनौँ किनकि हामी पढे मान्छे। पढे मान्छेले यस्तो फोहोर गर्नु मिल्दैन। हामी चोकोपाई खाँदैछौँ अनि त्यसपछि अझै बाजेले खानेकुरा सबै ल्याइदिनु भयो। हजुर हेर्न सक्नुहुन्छ। लास्टमा आएर यहाँ रोड पनि रहेछ। तर हामी हाइकिङ कहाँबाट यो क्यामेराले राम्ररी खिच्नु सकेको छैन। हेर्नुहोस् मेरो आँखाले त आमा हामी कहाँबाट आऊ रे?
जब लड्छ घन्टा गरौँ उता कता तर पनि घन्टा गरौँ म त तलतिर होइन माथितिर पो कुन साइडमा ओहो देख्न सक्नुहुन्छ जामा त्यत्रो थकान त एकछिनमै चोइट त्यहाँ डर लाग्ने उकालो चढ्दा हेर्न सक्नुहुन्छ हेर्नुहोस् हामी त्यही मैले यो टुप्पा देखाएको थिएँ कि के हो भनेर हजुर हेर्नुहोस् एकदम बब्बाल अनएक्सपेक्टेड भन्छ ए सिधै यस्ता हो है हामी भनेपछि हामी यस्ता हो गाइज तल्लो हे कति तल्लो नि है त्यो त चेकिङ पोस्ट भ्यू हेर्नुहोस् ए भगवान् म के भन्न चाहन्छु भने जमाछु चाहिँ जसरी नै आउनु बिरहेको छन् हल्का फुल्का चाहिँ भ्यू हेर्नु त तलको गाइज हेर्नुहोस् यही जमाको जमा यही छ के छ भन्दाखेरि यही छ है यहाँ माथिबाट हामीले चारैतिर हेर्न सकिन्छ तलको भ्यू चाहिँ यस्तै नै छ तल चाहिँ यता पानीपुरी चटपटीहरू नि पाइन्छ होला पाइन्छ तर महँगो चाहिँ महँगै पर्छ किनकि यत्रो टाढा छ है तर यहाँ चाहिँ गाडी पनि आउने रहेछ हजुरहरू गाडीमा पनि आउन सक्नुहुन्छ तर गाडीमा आएर यहाँ घुम्नुको भन्दा हिँडेर आएर घुम्नुको मजा छुट्टै हामी यहाँभित्र पनि जान सक्छौँ यहाँभित्र थोरै ठाउँ छ फोटोसोटो लिउँ न मेरो कता 300 हो दिदी एउटा काँक्रो एउटा पानी एकछिन भयो धेरै भएको छैन हामी काँक्रा खान लागेछौँ हेल्दी फुड मिठो यहाँ त टिकटक बनाउनु ठाउँै देख्दैन त है म त हाम्रो झोलामा के थियो भने हेर्नुहोस् के हो यो काँक्रा चाहिँ यहीँ किने हो भाउजू एक्सट्रिम लिनु नि भाउजूको पनि मङ्कीलाई दिएर पनि माथि बिगा चाहिँ प्यारो बहिनीले खाइदिएको मैले नखाएसम्म खाँदैन क्या त्यही भएर मैले खाइदिएको ल ल ल यतिको माया गर्नुपर्छ के गर्नु नत्र त डेस्टिनेसन अर्कै
अपन को सफेद को बा पहाड़ रुए के हो नाम बिर्सिएर यस्तो छ नै गाइज फाइनल लुक नेताबाट छुट्टै सन्तान देखिन्छ के अरे गर्न म त नाम बिर्सेँ कि ए जमाचो नाम बिर्से भ्यू यस्तो छ तीनटा सेल्फी आन हुन्छ जान आँटेको घर बाई 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 जामाचो अर्कोचोटि नै आउन पाऊँ होइन अब हामी ओह्रालो लाग्यौँ जति जाँदा भयो नि यहाँ आएपछि चाहिँ स्वर्गको फिल हुन्छ स्वर्ग सो सबैजना भिजिट गरिदिनु होला जमाचोमा बाई बाई गाइजहरू भर्खर आउँदैछन् छिँदैन छन् बाई बाई हामी चाहिँ अब जान्छौँ अब क्यामेरा अर्को आउन सक्छ किनकि मोबाइल चेन्ज भयो मेरोमा चार्ज सक्यो फुल्लै अब हामी जान्छौँ यस्तो राम्रो ठाउँलाई मिस नगर्नु होला अब हामी ओह्रालो चढ्छौँ वी आर सो ह्याप्पी होइन भाउजू हेर्नु त कति खतरा हाम्रो डेस्टिनेसन फरक भए पनि फाइनली जमाचो आइपुग्यो होइन हामीले रिग्रेट त भएको छैन नि यहाँ आएर रिग्रेट त भएको छैन ओहो अरू ठाउँ ओके अरू ठाउँ गयो भए रिग्रेट हुन्थ्यो होला के ठिकै छ भिडियो धेरै बनाउन नपाए पनि होइन अब फोटोहरू धेरै खिच्न नपाए पनि यहाँ आउनु भनेको एउटा मेमोरिज लिने हो त्यो फोटो र भिडियो बाहेक सो हामीले टन्नै मेमोरिज बोकिसकेका छौँ सो बाई बाई काठमाडौँ भ्याली हेर्नु मन छ भने चाहिँ फाइनली जमाचो आउनु होला जमाचोबाट हेर्नु होला अनि हाइक पनि हुन्छ बुझ्नु होला नि गाइज म मात्र नभएर मेरो के साथीहरूले पनि यति राम्रो रिभ्यू दिनुभएको छ कि जमाचोमा बाटो पनि यति राम्रो छ हल्का उकालो छ तर त्यो उकालो चढेर मात्रै थोरै अगाडि आउनुहोस् न तपाईँ स्वर्गमा पुग्नुहुन्छ अनि सगरमाथा चढ्यो भने त केही फरकै हुन्न होइन यस हामी जमाचोलाई चाहिँ बाई बाई भन्छ तर हाम्रो भ्लग चाहिँ कन्टिन्यू राख्छौँ किनकि हामी रुम पुग्दासम्म भ्लग गर्छौँ तर छोटो छोटो गर्छौँ कृपया हेरिदिनु होला हामी चाहिँ फर्किसक्यौँ अहिले चाहिँ हामी सम्म बाटोमा छौँ है अँध्यारो भयो अँध्यारो भइसक्यो गाई तर 7 बजीसम्म त उज्यालै हुन्छ तर अँध्यारो चाहिँ अँध्यारै भयो जङ्गलमा चाहिँ अँध्यारो नै हुन्छ भित्र भएर हल्का अँध्यारो देखिन्छ फाइनली गाइज हामी चाहिँ बिहान टिकट देखाएको ठाउँमा आइपुग्यौँ टिकट दिइसक्यो कि के भन्यो ए साउन्डले यति डिस्टर्बिङ भएको छ कि होइन झिझा लगाएर बिहान यति साउन्ड लाग्यो किनकि थाकेर पनि होला त्यो ओह्रालो झर्न गाह्रो हुन्छ त्यसलाई पनि थाहा होला तर यहाँको ठिक्क छ अलिकति ओह्रालो आउँछ अलिकति अनि फाइनली गाई चाहिँ यहाँ चाहिँ टिकट चेक गर्ने चाहिँ हामी राम्रो ठाउँ छ हो तर टिकट चेक गर्नु कत्रो चक्को है चर्को भने चक्को हुन्छ गाई चाहिँ हामी चाहिँ फाइनली आइपुग्यो फाइनली गाई हामी चाहिँ जमाचोको हाइक सक्यो बाई बाई